हेलो आज हामी कालोखेतीबाट खप्तर जाँदैछौँ। अब धेरै अलिकति माथि आइसकेको छौँ। कालोखेतीभन्दा यो मतुवा होइन, मतुवा भन्ने ठाउँमा आइपुगेका छौँ। यो मतुवाको गाउँ म हल्का देखाउँछु, हेर्न सक्नुहुन्छ। यहाँ हामी मतुवा गाउँ आइपुगेको छौँ। साथ आज 4 घन्टा कि 6 घन्टा रे भाइ? हामीले त 6-7 घन्टा लाग्छ। भाइ सुनिल र म दुईजना मात्रै जान खोजिरहेछौँ। 6 घन्टाको बाटो छ। हामी आधी घन्टा त हिँडिसक्यौँ होइन, आधी घन्टा हिँड्ने हौँ। 5-6 घन्टा लाग्छ होला। लास्ट हामी स्लो हिँडिरहेछौँ। अहिले हामी जङ्गलको बाटो आइपुगेछौँ। अब यो जङ्गलै हिँड्दा जाने, जङ्गलबाट जानुपर्ने हुन्छ। रातिभन्दा पहिला पुग्नुपर्छ, नत्र फेरि जङ्गलमा बाघ भालुको शिकार हुन पनि सकिन्छ। के भन्नु भाइ, कस्तो लागिरहेको खप्तर जाँदा? एकदम खुसी लागिरहेको। तिमी पहिलोचोटि हिँड्दा यसरी जान्ने? नत्र फर्स्टचोटि यसरी हिँड्दा हिँड्नु भनेर चाहिँ नत्र गइराखेको भाइ चाहिँ ठिकै छ। बाटो त कस्तो खतरा के है, पानीले पुरा चिरिया त यो कहाँसम्म त्यो दारु गाउँ तपाईको माथिबाट देखिन्छ। माथि त्यो पानी ट्याङ्की छ, त्यहाँनिर देखिन्छ। त्यहाँबाट आइन्दा यो खोला छ एउटा। यो होइन त पुरा मतुवा गाउँ भने यो। हामी चाहिँ मतुवाबाट मास्तिर रोडै हिँड्दैछौँ। अझ 5 घन्टा त लाग्छ यहाँबाट माथि जानको लागि। माथि त्यो देखिरहेको डाँडामा जानुपर्ने हो। केवलको छोरा होइन त्यो पारी डाँडा पऱ्यो होइन, माथिको लास्टै मान्छे त्यहाँबाट ठाडै गरेर जा है। हजुर यताबाट जाने? हजुर हामी यताबाट खेल्न खोज्छ। हस्, हजुरको शुभ नाम के हो अरे? ल ठिक छ, हजुरसँग मिलेर राम्रो लाग्यो। अब हामी चाहिँ अब सधैँ आउने होइन, कहिले आउने मान्छे, अब कहिले भेट हुने, कहिले कहाँको मान्छे होइन। अनिल, म चाहिँ अधिकारी हो। हामी चाहिँ हजुर हस् हामी चाहिँ उहाँ अङ्कलसँग भेटेका थियौँ। उहाँ चाहिँ उता जानुभयो। अब फेरि हामी आफ्नै बाटोतिर। भाइ स्पिकर झोला बोकेर साइलेन्ट मोडमा स्पिडमा 5 घन्टाको बाटो हालत त खराबै होला जस्तो आज। जङ्गलको बिचमा आइपुगिसकेका हौँ। कुन टाँडिया पानी बब्बाल हरियो जङ्गल पुरा माथिसम्म। तर यहाँ कस्तो चिसो है, लास्ट चिसो दामी पनि। बाटो त क्या बवाल देखिरह यार यो ठाउँ त।